आपत खेलाउने रहेछ त के भन्नु त मेरो मम्मीको खासमा एउटा खुट्टा पनि छैन त्यस्तो पनि भन्नु लगाएको हेलो ब्युटिफुल पिपुल, आज चाहिँ मैले प्राङ्क भिडियो लिएर आएको छु। सबैजना सन्चै र आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु। आफ्टर अ लङ टाइम मैले भिडियो अपलोड गर्ने लागेको है। एन्ड प्राङ्क भिडियो चाहिँ खासमा के हो भनेर भन्दाखेरि चाहिँ प्राङ्क भिडियो चाहिँ म मेरो मम्मीको रियाक्सन लिनेवाला छु, पछाडि राख्छु अनि उहाँलाई चाहिँ म मेरो डेली लाइफको बारेमा यस्तो भनेर भन्छु। अनि खासमा यो भिडियो चाहिँ बनाउन चाहिँ अब त्यही विदेशबाट मलाई बनाएर पठाउनु भनेर भनेको छ भनेर भन्छु। अनि विदेशबाट अपर्च्युनिटी पाएको छु, यस्तो भिडियो बनायो भने मैले जब सब पाउँछु भनेर यसो गफसप हान्छु होइन। अनि त्यस पछाडि लेट्स सी हर रियाक्सन के हुन्छ। भिडियो बनाउँदाखेरि चाहिँ के हुन्छ, तपाईँ केही पनि नबोल्नु है फेरि। यस यस यो नभन्नु न माइक। अनि यस भन्नु ठाउँ नो भन्दैन, नो भन्ने यस भन्दैन त केही पनि नभन्नु, यस यस भन्नु अनि यस यस पनि नभन्नु गर्नु। लाठी रहेछ भन्नु भने केही पनि हुँदैन। अनि अब फर्स्टमा चाहिँ मैले चाहिँ के भन्नुपर्छ भन्दाखेरि होइन, मैले चाहिँ सुरुदेखि बिहान उठेदेखि बेलुकासम्मको कुरा भन्नुपर्छ होइन। अनि बेलुकासम्म कुरा भन्नुपर्छ। अनि ठ्याक्क त्यो भन्दा भन्दै उनीहरूले अहिले कल गर्छ होला। अनि कल गरे पछाडि तपाईँ यस 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 भन्नु है, म प्र्याक्टिस गर्छु है। लाइभ हालेको हो कि होइन यो? होइन लाइभ होइन, अहिले त यतिकै भिडियो हो। फेरि जे पाए त्यो नगर्नु, डाइरेक्ट उनीहरूकै मेलमा यो पठाउनुपर्छ क्या। केही पनि हुँदैन, राम्रो देखेको छ। ल म भन्छु है। तपाईँ नबोल्नु नेपाली, तपाईँ नबोल्नु, यस 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 भन्नु अहिले, बुझ्नुभयो नि? क्वेसन गर्छस् तैँले? म क्वेसन गर्छु, तपाईँ यस 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 भन्नु। पहिला चाहिँ के भन्छ, म चाहिँ होइन, मेरो नाम चाहिँ स्वस्तिका पोखरेल हो। म चाहिँ विराटनगरबाट हो, विराटनगर जामगाछीबाट हो। अहिले चाहिँ उहाँ चाहिँ मेरो आमा हो। अनि त्यस पछाडि खासमा आज चाहिँ यो भिडियो अब हजुरहरूले मागेको कारणले मैले यो भिडियो बनाइरहेको छु। अनि के हो भन्दाखेरि चाहिँ म आजको मेरो सधैँभरिको कुराहरू हजुरहरूलाई भन्न गइरहेको छु। बिहान उठेदेखि सुतेसम्मको कुरा सबै भन्छु। अनि खासमा म चाहिँ बिहानै उठ्छु, बिहानतिर उठ्छु। बिहानै उठ्ने बित्तिकै म नुहाउँछु, नुहाउने बित्तिकै म पूजातिर लाग्छु। बिहान 4 बजी उठ्छु। 5:30 भन्न सुहाउँदो कुरा गर्न। 5:30 भन्न सुहाउँदो कुरा गर्न। मेरो मम्मी चाहिँ 4 बजी उठ्नुहुन्छ भन्नु, म चाहिँ 5:30 पौने 6मा उठ्छु भन्न प्राय। म चाहिँ बिहान 4 बजे उठ्छु। 4 बजे उठ्ने बित्तिकै म चाहिँ मर्निङ वक 10 बजीसम्म सुतेर 4 उठ्छु भन्छ। तपाईँ यो 10 बजीसम्म सुतेर 4 उठ्छु भन्छ। तपाईँ यस यस भन्नु, अहिले म स्टार्ट भएको छैन, अब स्टार्ट गर्न आँटेको। यस यस भन्नु, केही पनि गर्नु, तपाईँ नबोल्नु। यस यस पनि होइन गर्नु, बुझ्नुभयो? ऐ मार्ने मैले हँसाएर म त एक्टिङ राम्रो गरिदिन्छु। नहाँसे काम बिग्रिन्छ स्वस्तिका। ल हौ ल हाँस। यो त रातो लिप्स राम्री भएर आइछ भन्छन् होला। म सबै हालिदिन्छु है भिडियो, नगर्नु न। अहिले ऊ अब यस्तो यस्तो गर्नु। अनि हँसाइ नि तर म कस्तो छक्क परेछु। ल अब सिरियस हुने है। गाह्रो भयो यो बस्नलाई। झोलीमालाले नै जप्तै बस्छु यहाँ, शान्त हुन्छ कि। ल ल म फेरि भन्छु। गुड मर्निङ। 9 मिनेट भयो। एकछिन। गुड मर्निङ। म चाहिँ बिहानै 4 बजी उठ्छु। 4 बजी उठ्ने बित्तिकै म चाहिँ मर्निङ वक गर्न जान्छु। मर्निङ वक गरिसके पछाडि चाहिँ म आएर नुहाउँछु। अनि नुहाएर फ्रेस हुन्छु। अनि त्यस पछाडि चाहिँ म माथि गएर आफू पानी सानी खान्छु। अनि पानी खाएर चाहिँ पूजा भाँडाहरू मोल्नु हुन्छ सबै। अनि म चाहिँ नुहाउँछु ओर्छु अनि पूजासुजा गर्छु ओर्छु। पूजा गरिसके पछाडि चाहिँ बिहानै उठेर चिया बनाउनु पर्छ, खाजा बनाउँछु। अनि त्यस पछाडि माथि गएर खाजासाजा बनाएर खान्छु ओर्छु। अनि मम्मीलाई पनि दिन्छु। अनि दिए पछाडि मलाई नहेर्नु न, अगाडि हेर्नु न भनेको क्या।
अनि खाजा खान्छु ओर्छु अनि त्यस पछाडि मम पनि खानुहुन्छ ओर्नुहुन्छ अनि अनि म अनि फोन गर्छु बाबालाई फोन गरे पछाडि बाबासँग बोल्छु भाइहरूसँग बोल्छु अनि त्यस पछाडि सबै कुरा गरिसके पछाडि चाहिँ म फेरि भात पकाउनतिर लाग्छु भात पकाउँछु ओर्छु किचन सफा गर्छु भाँडा पनि माझ्छु आमालाई पनि खाना दिन्छु अनि खाना खाइसके पछाडि चाहिँ म एकछिन रेस्ट गर्नतिर भनेर जान्छु फेरि मम्मीले काम गर्न भन्नुहुन्छ अनि म फेरि काम गर्नतिरै घर पुस्नतिर लाग्छु घर बढार्नतिर पनि लाग्छु अनि त्यस पछाडि खाजासाजा बनाएर खाजासाजा खुवाउँछु ओर्छु अनि फेरि खाजासाजा खुवाइसके पछाडि चाहिँ भाँडा माझ्नुपर्छ अनि उहाँहरूलाई खाना दिए पछाडि अनि मात्रै म खान्छु सबैलाई खाना दिएपछि मात्रै म खान्छु अनि त्यस पछाडि अनि त्यस पछाडि म फेरि साँझबत्ती बाल्नतिर लाग्छु पूजा भाँडा माझ्यो ओरे साँझबत्ती लाग्छु साँझबत्ती बाल्छु ओर्छु एकछिन कीर्तन पनि गर्छु म अनि त्यस पछाडि त्यस्तो जो कुरा नगरे अनि त्यस पछाडि उहाँको चाहिँ 2-3वटा शब्द मात्रै निस्किन्छ मुखबाट खासमा उहाँ बोल्न सक्नुहुन्न त्यही भएर नबोल्नु भएको अहिलेसम्म किन यसरी हाँसेर बनाएको राम्रो हुँदैन त नबोल्नु अनि त्यस पछाडि केही छैन म एडिट गरिदिन्छु अनि त्यस पछाडि पूजासुजा साँझबत्ती गर्छु कीर्तन गर्छु ओर्छु अनि खानासाना सबैलाई खाना दिन्छु ओर्छु अनि त्यस पछाडि खाना सफा गरेर घर सबै फेरि सफा गर्नुपर्छ फेरि सबै भाँडा पखाल्नुपर्छ माझ्नुपर्छ अनि त्यस पछाडि अनि आएर अनि तेलले मम्मीको खुट्टा मसाज गरिदिनुपर्छ अनि खुट्टा पनि मसाज गरिदिन्छु अनि जिउहरू पनि थिचिदिन्छु त्यस पछाडि अनि मम्मीलाई अम्किँदै पङ्खाले अम्किँदै सुताउँछु त्यो त ओ याद भयो देखाउनुपर्छ नि त हामी अलिकति अनि त्यस पछाडि त्यही हो अनि खासमा अनि सबै कुरा गरिसके पछाडि चाहिँ बेलुकातिर अनि खानासाना पकाइसके पछाडि सबै काम सकिसके पछाडि मम्मी सुत्नुहुन्छ अनि मात्रै म खाना खान पाउँछु अनि माथि गएर खाना खान्छु ओर्छु अनि खानासाना खान्छु अनि त्यस पछाडि अनि मेरो पढ्ने हुन्छ अनि म पढ्न थाल्छु अनि त्यही हो मेरो चाहिँ यसरी नै सबै कुराहरू गइरहेको छ अनि हो कि होइन भन्नु त यस यस हो होइन म यही नै गर्छु र यही नै हो मेरो भिडियो चाहिँ अनि अब केही भन्न मन छ इङ्ग्लिसमा भन्नु अहिले त आपत खेलाउने रहेछ के भन्नु त उहाँ चाहिँ खासमा बोल्न नै सक्नुहुन्न कुनै कुनै शब्दहरू मात्रै उहाँलाई याद आउँछ अनि त्यही भएर कुनै कुनै शब्द मात्रै बोल्नुभएको मेरो मम्मीको खासमा एउटा खुट्टा पनि छैन त्यस्तो कसले भन्नु लगाएको यस्तो गरिब देखाउनु पर्छ नि त त्यस्तो चिप्लो दरा देखिरहेको मम्मीको खुट्टा पनि छैन अनि एउटा हात पनि खासमा यति हात छैन त्यही भएर भिडियोमा पछि हेरेर माग भने के गर्छ त्यस्तो नभएको कुरा नभन तपाईँ खुट्टा छैन त अनि सुन्नु खुट्टा छैन अनि कान पनि हल्का फुल्का उल्टो उल्टो सुन्नुहुन्छ कान चाहिँ सुन्नुहुन्न भन्न बरु कान सुन्नुहुन्न उल्टो उल्टो सुन्नुहुन्छ यसो भन्यो अनि अनि म अब घरिघरि उल्टो पनि देख्नुहुन्छ जस्तो लाग्छ त्यही हो हाम्रो त यस्तै छ स्थिति परिस्थिति अनि यही भन्न चाहन्छु अब उहाँले त बुझ्नुहुन्न अघि भने नि कान पनि उल्टो उल्टो सुन्नुहुन्छ उल्टो उल्टो त्यही भएर हो अनि के अरू केही भन्न चाहनुहुन्छ त्यो अर्को त्यो एउटा रोग छ नि तपाईँ मलाई चाहिँ मलाई चाहिँ एउटा रोग छ मृगौली रोग किन त्यस्तो भने कि रोग छैन त तँलाई चाहिँ मलाई चाहिँ केही छैन म एआई युज गरेर म रोगको जस्तो निकालिदिइहाल्छु
चिन्ता लिनु पर्दैन, हाँस्न मन छ नि हाँस्दा हुन्छ है। दुःख छ, धेरै नै दुःख छ। अब यहाँ हेर्नु न, फाटेको लुगा लाउनु परेको छ मेरो पनि। अब त्यस्तै हो, के हो अब हाम्रो यो अपनाइदिनु होला हाम्रो यो दुःखलाई, अनि यही अपनाइदिएर भए पनि यसो विदेशतिर कामसाम लगाइदिनु होला भनेर धन्यवाद गर्दछु। अनि अरू केही भन्न चाहनुहुन्छ? मैले जे पनि बोलेको सबै कुरा साँचो बोलेको, यो चाहिँ प्रुफ गर्नलाई मैले खासमा उहाँलाई राखेको हो। अब उहाँले भन्नुहुन्छ म के गर्छु गर्दिनँ भनेर, हो कि होइन भन्नु त? यस हो नि होइन, मैले जे पनि गरेको छु सबै ठिक गरेको छु। राइट तपाईँलाई विश्वास छ नि? ओके ओके यस। उहाँ चाहिँ धेरै त्यस्तै हो। अब नमस्ते भनेर म भिडियो यहीँनिर टुङ्ग्याउन चाहन्छु। अरू केही भन्न चाहनुहुन्छ? म भिडियो राखिदिउँ। यो भिडियो इन गरे पछाडि चाहिँ गाली नगर्नुहोस् होइन, मलाई केही भयो भने चाहिँ उहाँको दोष त्यही हो। हस्, नमस्ते।